सबैजनालाई नमस्कार। म भदौ र 23 र 24 गते भएको घटनाको बारेमा केही बोल्न चाहन्छु। भदौ 23 गते जुन जेएनजी प्रोटेस्ट भयो, धेरै बालबालिकाहरूको चाहिँ मृत्यु भएको छ। त्यो चाहिँ सरकार तर्फबाट प्रहरी विभागबाट गोली लागेर मृत्यु भएको छ र त्यसको रिसको बावजुद 24 गते ठुलो आन्दोलन भयो र त्यसले पनि ठुलो जनधनको क्षति पुगेको छ। र यहाँ चाहिँ सम्झिनुपर्ने कुरा के छ भने 23 गते त्यति धेरै बालबालिकाको मृत्यु भयो, तैपनि प्रधानमन्त्रीको राजीनामा 23 गते आएन। जब 24 गते चाहिँ बालबालिकाहरूले चाहिँ फेरि पनि आन्दोलन गरे र नेताहरू आफैलाई चाहिँ आफ्नो ज्यानको सुरक्षाको थ्रेट हुन थाल्यो। प्रधानमन्त्री आफैलाई चाहिँ ल मलाई पनि चाहिँ केही हुने हो कि भन्ने महसुस भयो। तब बल्ल प्रधानमन्त्रीको राजीनामा आयो। के यो राजीनामा चाहिँ आफ्नो ज्यानको थ्रेट भएपछि मात्रै दिने हो कि 23 गते त्यत्रा मानिसहरूको मृत्यु भएको छ, बालबालिकाहरूको मृत्यु भएको छ, त्यति बेलै नैतिकता वहन गरेर एउटा प्रधानमन्त्री जस्तो ठाउँमा बसेर चाहिँ मेरो नेतृत्वमा मन्त्री परिषद छ, मैले चाहिँ नैतिकताको आधारमा पनि मैले छोडिदिनुपर्छ भन्ने हो कि आफ्नो ज्यानको सुरक्षा चाहिँ खतरामा आएपछि बल्ल दिनुपर्ने हो कि बालबालिकाहरूको चाहिँ ज्यानको चाहिँ केही महत्त्वै नहो कि त्यति बेलै दिनु पर्दैन थियो। अझै 23 गते बेलुका 8 बजेतिर अथवा त्योभन्दा अलि ढिला हो कि पृथ्वीशोभा गुरुङ चाहिँ जो सरकारको प्रवक्ता हुनुहुन्थ्यो, उहाँ आएर आन्दोलन भएपछि त मान्छे मर्छ नि त, गोली त चल्छ त, गोली त हान्नु पऱ्यो त जस्तो कुरा गर्नुभयो। त्यत्रा बालबालिकाहरूको मृत्यु भएको छ दिउँसो। कति मान्छेहरू बाल विवाह भएको छन्। देश अन्तर्राष्ट्रमा सबै देश चाहिँ आँसुमा डुबिरहेको छ। सरकारको प्रवक्तामा चाहिँ कुनै आत्मग्लानि छैन, कुनै उहाँलाई त्यो कुनै पनि दुःख नै छैन उहाँलाई। उहाँले के भन्नुहुन्थ्यो भने उहाँको हाउभाउले के बुझाइराखेको थियो भने अब आजको आन्दोलनले भोलि पनि आन्दोलन चल्किन्छ, भोलि पनि बल प्रयोग हुन्छ, उस्तै पऱ्यो भने भोलि पनि त्योभन्दा धेरै मानिसहरूको मृत्यु हुन्छ जस्तो तरिकाले कुरा गरिरहनु भएको थियो। यो चाहिँ साह्रै नै नराम्रो भयो। हुन त बस प्रधानमन्त्रीले आफैले भनिरहनु भएको छ, मैले मान्छे मार भनेर त भनेको छैन, सायद आदेश दिनुभएको छैन होला पनि भनौँ। तर जुन प्रधानमन्त्रीले देखाउनु भएको छ बेहोरा, त्यो बेहोरा चाहिँ हत्याराले देखाउने बेहोराभन्दा कुनै कमी छैन। त्यही भएर उहाँलाई यो बालबालिका हत्या गर्नुभयो भनेर सबै मानिसहरूले एक किसिमको ट्याग पनि लागिएको छ। र उहाँहरूले चाहिँ बालबालिकाहरूले यस्तो चाहिँ सरकारप्रतिको चाहिँ नकारात्मक धारणा पोखिरहँदाखेरि उहाँले झन् आतङ्ककारी भन्नुहुन्छ, एउटा किसिमको विध्वंसकारी भन्नुहुन्छ। त्यो जुन नराम्रो थियो।